उयो तँलाई थाहा छ आज उषाले कल गरेर थियो नि के भन्छ त्यही अब सरी भरी भन्छ नि कस्तो कुरा गर्छस् हौ अब ऊ मेरो लाइफमा आयो भने म चाहिँ किन जानु उसको लाइफमा अब पढेको किताब कसले पढ्छ भन्नु हो फेरि कर्म हो भाइ कर्म हो यसबाट कसैले भाग्न पाउँदैन सबैले भोग्नै पर्छ अब त्यसले पनि भोग्नै पर्छ यसले अहिले पढेको केटा कस्तो घाँस रहेछ क्या हेर्दै चोमु जस्तो देखिन्छ यार भन्दै थियो पर पिट्छ गाली गर्छ ब टक्सिक रहेछ क्या खालि जे कुरामा पनि खालि हेरे चिट गर्दैछस् भने भनिहाले मलाई मात्र भन्दै रहेछ प टक्सिक रहेछ यार अनि सुन्न के भन्दै थियो भन्दाखेरि बाबाले खोज्दै हुनुहुन्छ अरे क्या केटा बिहेको लागि अनि मैले पनि भन्दै मलाई पनि बोलाऊ है पुलौ कसले बाँड्छ फेरि भनेर फोनै काट्दिएँ त्यसले रिग्रेट त सानै क्लासमा पढेकी थिएँ अहिले आएर मिनिङ बुझेँ म एकछिन अनि बोलेको थिइनँ क्या अनि कुरा सुनिरहेको थिएँ अनि केही त बोल न हौ तिमी पनि भन्दै थियो अनि मैले पनि भन्दै के भन्दै तेरो दाइलाई नमस्कार गर भन्दै फोनै काट्दिएँ के चासो त्यसको मलाई भन्दै थियो मलाई युके जानलाई क्लाउड एजुकेसन इटरी जाँदैछ अरे अब युके जानलाई अब त्यहाँनिर आइएसपिटी पनि नगर्नुपर्ने इङ्ग्लिसमा पनि एकदम गोक्ती थियो अब सामान्य मार्क्स ल्याएर पनि क्लाउडले चाहिँ लगिहाल्दो रहेछ होइन युके त्यसलाई फाइदा भएछ क्या फाइनेन्सियल डकुमेन्ट नै नचाहिने ग्याप हुँदा पनि भयो अनि त्यो क्लाउडबाट त डिपेन्डेन्टमा पनि लगाउन मिल्दो रहेछ युके अनि अब मलाई पो भन्दै थियो युके सँगै जाउँ न पो भन्दै थियो अनि मैले पनि हेरौँ अब फ्युचरमा के हुन्छ भने के त अब लगि पो हाल्छु कि होइन के अरे भाइ मन पग्लियो अरे भाइ तेरो दाइले यस्तो केटीको त लाइन लगाइदिन्छ लाइन इटरी चोकबाट बालग्राम चोकसम्म त लाइन सरर लाइन लगाइदिन्छ